यहाँबाट फेवाताल देखिरहेको उता पोखरा बजार। अब चर्को बोल्यो भने यहाँले मलाई मोबाइल खोज्देला भन्ने डर छ। ल अहिले चाहिँ हामी आइपुग्यो फाइनल्ली स्तुपा। हेर्दै मलाई सुन्दर पोखरा। ल हामी चाहिँ अहिले उकालो चढ्दैछ है। टक्कै उकालो फेरि यति ठाडो छ, आमा के कुरा गर्नु र, मैले नाकै ठोकिनेवाला छ। हेलो गाइज, हामी चाहिँ आज कहाँ जाने भन्दै हामी चाहिँ आज स्तुपा जाँदैछ है, पोखरा बजार देखाउनलाई तपाईँहरूलाई। अनि तपाईँहरूलाई मात्रै होइन, हामी नि घुम्नलाई, किनभने म नि घुमेको छैन अहिलेसम्म। अनि हामी चाहिँ यहाँ बहिनी र म जाँदैछ स्तुपा। स्तुपा चाहिँ यहाँ टाढा छ है, म यहाँबाट देखाइदिन्छु। कस्तो नदेखिँदा देख्दैन, त्यहाँ पुम्दीकोट छ डाँडा, त्यही हो, त्योभन्दा हल्का मुनिपट्टि हो। हामी गइन्छ हिँडेर, हामी चाहिँ हिँडेर जानु लाग्यो यहाँबाट। हेर्दै गर्नु होला है कति टाइममा पुग्छ हामी। ल हामी चाहिँ अब टक्क यहाँ छोरेपाटनबाट उकालो लाग्दैछ है। हामी चाहिँ पैदल यात्री, अरू सबै साधनमा हिँड्छ। ए होइन, हामी भिखारी हो। कहाँ बसमा हिँड्ने त हामी जस्तो मान्छे। हामी चाहिँ यहाँबाट उकालो चढेर जानुपर्छ है, धेरै माथि छ, जाने मान्छेलाई थाहा होला। स्कुल बस आयो, ध्यान। ल अब अलि माथि गएर पोखरा बजार देखाउँछु तपाईँहरूलाई है। ल यहाँबाट नि पोखरा बजार चाहिँ दामी देखिरह है। अलिकति उकालो हिँड्ने बित्तिकै देखिन थालिसक्यो पोखरा बजार चाहिँ। ल हेर्दै मलाई सुन्दर पोखरा, सबैको मनमा बस्ने पोखरा। अझ यहाँबाट अलि देखाएन, अझ माथि गएर देखाउँछु है। अझ माथि गएर यति उकालो चढ्दा स्याहाँ भएर म यहाँ मास्क लाएर हिँडिरहेको छु यार। उकालोमा हिँड्नु सकेको छैन हुन्छ मास्क नलाइ। स्याहाँ भएर बाटो चाहिँ पुरा सिँढी छ हिँडेर चाहिँ। खोज्न यहाँ चाहिँ कटुस चिलाउनेको बोर्ड सबै रहेछ। यहाँ चौतारा रहेछ नि त बस्नलाई, आनन्दको। स्याहाँ भएर गाउँ घुम्दै। ल त्यहाँ पारि चाहिँ पुम्दीकोट छ है, महादेवको मूर्ति। देउराली डाँडा आइपुगेछ, देउराली डाँडा किराना पसल। ल यहाँबाट यता हेर्दिउँ। त्यहाँ माथि पुम्दीकोट स्तुपा चाहिँ देखिया छैन यहाँबाट। ल पोखरा दामी देखिरह। सुन्दर पोखरा। यहाँ चाहिँ चौताराहरू चाहिँ बाटो हिँड्नेहरूको लागि एकदम राम्रो। अनि यता चाहिँ स्याङ्जा जाने बाटो छ। यहाँबाट यता चाहिँ स्याङ्जा पुगिन्छ। अहिले चाहिँ जङ्गलको बाटो नै आइपुग्यो है। ए पुरा अफ रोड रहेछ जङ्गल। के हो यार, उकालो ओह्रालो अफ रोड जङ्गल। यो चाहिँ पैदल हिँड्नुको पीडा है। साधन नहुनुको पीडा, गरिबीको पीडा होइन चाहिँ, गरिब हुनुको पीडा। ल उतै गयो त, यो त रोडै जान्छ कि। त्यस्तो गरिब होइन रे, म चाहिँ गरिब है। त्यसो भए म त प्योर गरिब हो। मेरो बाउ गरिब, बाजे गरिब, जिजु बाजे गरिब, सब खानदान गरिब हो। त्यही भएर पैदल हिँड्दा बाजे नि पैदलै हिँडेको, बाउ नि पैदलै हिँडेको, सबै पैदल हिँडेको।
ल बाँसको झ्याङहरू आइसक्यो यार। भाइको स्कुल त उता होइन होला, बाटोमा भेट्छ होला त्यसलाई। पहिला माथि निस्कौँ न अनि थाहा हुन्छ कहाँ पुग्ने रहेछ। ल घाम ढल्किन लागिसक्यो है। हामी चाहिँ उकालो हिँड्दैछ, कहिले फर्किने हो। सिँढीको बाटो यस्तो छ। मास्क लगाएर उकालोमा खुइ खुइ हिँडिरहेको छु। गर्मी भएर पसिना झरिरह। सिँढी गन्दै आएको भयो नि, अहिले त कतिवटा पुऱ्याइसक्यो थियो होला यार। टोटल 1000वटा पुग्छ कि क्या हो। सब धनी मात्रै रहेछ यो बजारमा चाहिँ, मान्छेहरू कोही हिँडेन यो बाटो पैदल। हामी मात्रै रहेछ पैदल हिँड्ने चाहिँ। ल यहाँबाट देख्दैछ है पोखराको भ्यू। आधा पोखरा त यहीँ देखिरह। आधा चाहिँ माथि गएर देखाउँछु। त्यही हो छोरेबाट नि स्कुल। ऊ त्यो रातो देखेको। ए अस्ति हामी त्यही तल त गयो नि। घाँस काट्न आइज न। हामी चाहिँ यो तलबाट हिँडेर है। हामी बस्ने चाहिँ कहाँ हो? हामी बस्ने कहाँ हो मिला? ल अनि हाम्रो रुम त देखेन नि त। त्यो त्यहाँबाट हामी माथि कहाँ हो त? नदेख्दो रहेछ यार। त्यो घरै घरै छ के खाके। जाम ढिलो हुन्छ। यो अफ रोड हो क्या, उता अर्को बाटो छ उतापट्टि बाटो। ल अब चाहिँ हामी माथि गएर देखाउँछ है। पुरा एकदम राम्रो पोखरा, सुन्दर पोखरा। ल यो उकालोमा चाहिँ बेहोस होला जस्तो छ है म हेर्दै। सातो गएर यस्तो ठाडै छ यार, नाकै ठोकेला जस्तो। आमा उकालोमा हिँड्दै नाकै ठोकेला जस्तो छ। घाम त्यहाँ तल पुगिसक्यो यार। घाम अस्ताउने बेला भइसक्यो। ल स्तुपा चाहिँ त्यहाँ छ है, अझै त्यहाँ हिँड्नु छ। ल यहाँ पुग्नु छ। उकालो यस्तो उकालो मरिन्छ कि क्या यतिकैमा। बाघ पोखराको बजार। त्यो स्तुपा हेरेर अलिअलि जाँगर राख हिँड्नलाई हिँड्दैछौँ। अनि जहिले त्यहाँ कसरी हिँडेर आउँछ होला त्यो यति टाढाबाट त्यहाँबाट। ल हेरिदिउँ उकालो। ल अहिले चाहिँ बल्ल 1300 रोड भेट्यो है। अनि बल्ल 1300 हिँड्दैछ। ऊ त्यहाँ पारी डाँडामा छ स्तुपा चाहिँ, व्हाइट गुम्बा, चाइनिज गुम्बा जे भने नि। हामी चाहिँ बल्ल यताबाट तलबाट उक्लेर यहाँ 1300 बाटो भेटाछौँ रोड बल्ल। रोड चाहिँ राम्रो छ। साधन हुनेलाई चाहिँ यहाँ पैदल यात्री हुनेलाई चाहिँ खुट्टा दुख्यो है एकदमै। सातो जाँदैछ मेरो। यत्रो हिँडेर अलिकति भ्यू हेर्नलाई
जस मनमा आनन्द लिनलाई चाहिँ हामी यत्रो पसिना निकालेर उकालो हिँड्दैछौँ है। त्यहाँ गएर जस निराश हुन नपरोस्, टक्क आनन्द लिन पाइयोस्, पोखरा हेरेर बजार हेरेर। ल अब तपाईँहरूलाई पनि माथि नै गएर देखाउँछु है। त्यहाँ पुगेपछि अब धेरै छैन, धैर्यता सकिन लागिसक्यो। हाम्रो पर्खाइको घडी त्यो डाँडा पुग्न पाइए। ल गाइज, अहिले चाहिँ हामी जस्तै एउटा गरिब बच्चा भेटाखेरि है। अनि 3टा गरिब बच्चा भइसक्यो। 3जनै यहाँ लखर लखर हिँड्दैछ खुट्टाले। अझै पुग्न बाँकी छ, कता कता जङ्गल जङ्गल। गाडीमा हिँड्नलाई पैसा छैन, गाडीमा हिँड्नलाई पैसा नभएर हामी हिँड्दै आएर थियो। यहाँ नि गरिब बच्चा हिँड्दै आइरहेको छ बिचरा, रुँदै रुँदै। यस्तो गाउँमा आइपुग्यो है पोखरा बजारबाट। हामी चाहिँ 1 घन्टाको राइड होइन है, फेरि पैदल खुट्टाले लै 11 नम्बर बसमा। त्यही नि 1 घन्टामा आइपुग्यो, 1 घन्टा नि लागेन। कहाँ हराएर देख्छु त यार। स्तुपा त उता अनि के खोज्न आउँदा हामी यता। पाँडेले फसाउँछ कि हामीलाई। ल अहिले चाहिँ हामी पोखराको डाँडामा आइसक्यो है। के पार्क रे? कपिल पार्क। यो माथिको नाम। हामी चाहिँ कपिल पार्क पुग्नै लाग्यो डाँडामा। ल यहाँबाट चाहिँ पोखराको भ्यू देखिरहेको छ एकदम बवाल। पोखराको भ्यू है। अगाडि हिँड्दा ल हामी चाहिँ अहिले उकालो चढ्दैछौँ है। टक्कै उकालो फेरि यदि ठाडो छ, आमा के कुरा गर्नु र, मैले नाकै ठोकिनेवाला छ। यसो डाँडामा गएर पोखराको दामी भ्यू देखाऊँ भनेको है, रातै पऱ्यो यार। घाम नै अस्तायो। हाम्रो आजको यात्रा चाहिँ अलिक काम लागेन। ऊ त्यहाँ छ है स्तुपा, स्तुपा त्यहाँ देखिँदैछ। कस्तो सपना थियो तपाईँहरूलाई टक्कै यहाँ पोखरा बजार देखाइदिउँ भ्याली भनेर, तर टाइमले साथ दिएन। कस्तो 5 ल के हो त यहाँ डाँडाबाट प्लेन उडाएर खान्छ। ल त्यहाँ प्लेन उडाउँदैछ है। खोइ कहाँ देखेन यार। यहाँ हो। यति स्याहाँ भएर यहीँ माथि हो आइपुग्यो। अझै घुम्नुपर्छ। दौडिन्छ साला मास्क लगाएर। यहाँ चाहिँ फुलहरू बवाल रोपे है। अहिले चाहिँ फुल छिपेर झरिसकेछ। मास्क लगाएर उकालोमा छाती एउटा रगत हेर आएको रगतै कलेज फोक्सो बाहिर निस्ला जस्तो भएर है। काँचो रगत गनाएँ मुखमा। लाउरे हुन्छ कि क्या म। यहाँ रोडै निस्क्यो त फेरि यार। बाटो हो यो। रात परिहाल्यो नि। यही हो। खै त गाडी छ यता ल हेर्नुमै पोखरा खै केही देखेन यार अँध्यारो भाइले। हिमालमा सबै कुहिरो लाग्यो। ए यो के भन्छ यार। ल यहीँ आयो त्यो। ल पैसा नि अरे माथि आएको छ उडेर हेर्छ है। हामी यहाँ बसमा चढ्ने पैसा नभएर खुट्टाले हिँड्दैछ यार। साला गरिबी। यसलाई भन्छ गरिबी। अर्कोमा हेर्छ हामी खुट्टाले हिँड्नुपर्छ। यताबाट नि रहेछ बाटो त नि।
ल हामी चाहिँ झन्डा डाँडा गएर आएको अहिले अनि उता स्तुपा जाने भनेर त्यहाँबाट चाहिँ रुखले गर्दा यताउता केही हेर्नै नमिल्दो रहेछ है अनि स्तुपा चाहिँ त्यहीँ छ अब आइपुग्नु ला ऊ पारी चाहिँ पुम्दीकोट छ त्यहाँ चाहिँ अस्ति गएको थियो हामी ओ के हो तित्रा हो क्या यार यहीँबाट उडेर अनि स्तुपा चाहिँ त्यहीँ छ है अगाडि के हो यार फेदालमा त बाफ उठ्न थाल्यो क्या देख्दैन क्या कुहिरहेको ल अब हामी चाहिँ स्तुपा त्यहाँ पुग्छ एकछिनमा रानीवन अनि गेट बन्द रहेछ भने अब चाहिँ हामी त्यहाँ स्तुपा उतै छ त्यो स्तुपा हेरेर अनि यहाँबाट घर जान्छ डर लाग्दछ त जङ्गल त यार ओ त्यहाँ पारी चाहिँ सरङकोट छ है त्यो सरङकोट हो अनि त्यहाँ उताको हिमालको नाम चाहिँ मलाई थाहा छैन यता नि हिमाल ल छिटो हिँड्नु रात पर्नु लागिसक्यो यार देख्दैन अहिले केही नि भ्यू टावरको सिसा म सरङकोट नआएँ नि सरङकोटको बारेमा सबै थाहा छ कि मलाई हामी आज दिउँसो गएको माछा मार्न मिलाएर ल अहिले चाहिँ हामी आइपुग्यो फाइनल्ली स्तुपा आउँदैन थियो टिकटक ल यहाँ चाहिँ फोटो भिडियो बनाउनु नपाउँदो रहेछ है यहाँ चाहिँ लुकेर बनाइरहेको छ हामीले चाहिँ एकदमै अघि त गेटमा आउने बित्तिकै रोक्यो बनाउनलाई हामीलाई चाहिँ यहाँ चाहिँ लुकी बनाइरहेछ ल यही हो स्तुपा चाहिँ होइन यति बिस्तारै बोल्नु भइरहेको कि यहाँ अब बोल्नु पनि नदिँदो रहेछ फोटो भिडियो पनि बनाउनु नदिँदो रहेछ है एकदम लुकेर बनाउनु परिरहेछ अनि यहाँबाट तल चाहिँ फ्याउतालको भ्यू देखिरहेको है ल यहाँबाट फेवाताल देखिरहेको उता पोखरा बजार अब चर्को बोल्यो भने यहाँ अहिले मलाई मोबाइल खोज्दैला भन्ने डर छ यही नि यति पनि लुकेर बनाइरहेको छ गाह्रो रहेछ यहाँ चाहिँ बनाउनलाई बोल्न पनि नपाइँदो रहेछ अघि नै गेटमा रोकिदिएको मलाई भिडियो गरेको थियो डिलिट गर्नु लाग्थ्यो अब त्यहाँखेरि डिलिट त गरेँ अब फेरि तान्नुपर्छ गाह्रो छ क्लासमा बसेँ त्यहाँबाट चाहिँ अब फेरि निकाल्नुपर्छ ल अब अहिले चर्को बोल्न भने मिल्दैन रहेछ यता गाह्रो रहेछ ल हेर्नु होला है यही हो पोखरा फेवाताल तालबाराई चाहिँ नदेख्दो रहेछ यहाँबाट अलि यतातिर पर्दो रहेछ ठ्याक्क जङ्गलमा अनि त्यो टिप यहाँ चाहिँ हिमाल बाबा देखिरहेको है तर छोपिने बेला भइसक्यो त्यही पनि दामी छ बिहान आउनु पर्दो रहेछ यहाँ चाहिँ अनि यहाँ चाहिँ सरङकोट छ अब सब अँध्यारै भइरहेको है रात पनि लागिसकेको छ कहाँ भेट्यो बुढो मेरो म भिडियो डिलिट गर्न लाग्यो ल हामी चाहिँ यता घुम्दैछ है बोल्न नमिल्दो रहेछ लुकी बनाउनु पर्दो रहेछ एकदमै गाह्रो छ फेरि भिडियोमा आएर बुढोले भिडियो देखेर फेरि बुढोले मलाई केस हालिदियो भने खत्तम हुन्छ म सिधै जेलमा काठमाडौँ महानगर चौकीमा जेलमा झ्याप्पै गयो भने गाह्रो छ है गाह्रो छ बोल्न चाहिँ नमिल्ने अरे क्या यहाँ हल्ला गर्न नमिल्ने जहाँ तै त्यही लेखेको होइन साइलेन्ट लेखेको ल पोखरा बजार
तेरो गर्लफ्रेन्ड लग्यो भने अहिलेको मोटीलाई लग्यो भने लाने हो तँलाई नि ल त निस्क्यौँ तल फोटो छैन सिँगार बाहिरपट्टि गएको थियो ढाकाटै बढेर ऊ त्यो बाहिर गएर फोटो खिच्नुपर्छ अहिले अँध्यारो हुन्छ फोटो खिच्नु पनि नदिँदो रहेछ के को भिडियो मात्रै हेर लु हामी चाहिँ फर्केको है यहाँ बोल्न नि नमिल्दो रहेछ बोल्न भिडियो बनाउन अघि मलाई यहीँ रोक्दै गयो आउने बित्तिकै एउटाले ए म त तर्सेको क्या ऊ त्यो उसलाई स्ट्याचुलाई ल हामी फर्किँदैछु है स्तुपाबाट यता केही गर्न नमिल्दो रहेछ मैले भिडियो पनि डिलिट गरेको अघि फेरि अब त्यो भिडियो तान्नुपर्छ फाल्न त फालेको के गर्ने ल दामी छ ठाउँ त ल यति बेला चाहिँ हामी फर्किँदैछ है हामीलाई चाहिँ त्यहाँ भिडियो हामीलाई भन्नाले कसैलाई पनि नदिँदो रहेछ हामीले चाहिँ लुकी लुकी बिस्तारै बोलेर बनाएको अलिकति अनि सुरुमा चाहिँ हामीले भिडियो बनाएको डिलिट गर्न लाग्यो बुढोले एउटा अनि अब के गर्ने यस्तै रहेछ चुपचाप यसरी बसेर बोल्नुपर्ने त्यहाँ बोल्न नमिल्ने त्यहाँ माथि डाँडोमा